this all week. We'll be dancing till the morning, go to bed, we won't sleep. Chumma, 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 kiss it, daddy, body. के भन्ने त अश्विन र आजको बारेमा 2 दिने जिन्दगी रमाइलो गर्नु फेरि सानोले बोलेछ के छ निशान तिम्रो झलामा झोलामा मेरो चाहिँ एकदम चटपटे सामान प्लस यो पानी र भुजाहरु छ अब्बर ल प्लिज अरु के हाल्यो तिमीले त्यसै छैन त्यो चटपटे सामानहरु मात्र छ ओके वी आर ऑल सेट सो हामी चाहिँ यति बेला अब 1 2 3 4 कति 5 जना छौं हैन हामी अब कहाँ चाहिँ कहाँ जान लागेको चाहिँ हेर्दै गर्नु होला है अहिले भन्दिन म तर अनि एनीवेज हाम्रो चाहिँ यहाँ अहिले यस्तो जुगाड छ हैन हेलमेटमा चाहिँ नि यस्तो लाएर अब फोनबाट बनाउने भनेको हैन यस्तो हेरौँ के हुन्छ अनि यहाँ चाहिँ हाम्रो चाहिँ चट्टा मासु छ यो झोलामा अनि के छ असिमबाट हाम्रो हल्का लुगा सामान मासुहरू अनि अलिकति सब्जीहरू छ यसो स्यालेडहरू खानु हैन च्याट्ट अनि निशानहरू अर्को बाइकमा हुन्छ सो आजको हाम्रो भ्लग चाहिँ एकदम रमाइलो हुन गइरहेको छ सो कीप वाचिङ टिल द एन्ड है भन्दै सी यु गाइस हे लेट्स गो गाइस सो अहिले चाहिँ मेरो यहीँबाट सो अहिले चाहिँ के अरे हामी पेट्रोल लाउन जाँदैछौँ हैन सो मेरो यहाँ बाइकमा चाहिँ तेलै छैन क्या रिजर्भमा रहेछ भर्खर पो हेरेको क्या अब है बाइक कस्तो जिरो टाइममा थाहा भयो क्या अब तेलै छैन भन्दाखेरि सो हामी चाहिँ अहिले तेल लाउन जाँदैछौँ यहाँ माथि दोकानमा अनि मेरो पछाडि चाहिँ निशाने बसिरहेछ अलिक ठुलो बोल्नु पऱ्यो तिमीले ओइ कहाँ हो बाटो भने के हो यस्तो होइन हो कि त्यही पनि यहाँ केटाहरूले को भ्लगर आयो भन्थ्यो सो हामी 3-4 ठाउँ सोधिसक्यौँ है पेट्रोलै छैन अरे सो अब चाहिँ हामी पर माथि सचिनेको घरतिर छेउतिर चाहिँ पाउँछ भन्ने भएर चाहिँ हामी त्यहाँ जाँदैछौँ अब लेट्सी पाउँछ कि पाउँदैन त्यहाँ कस्तो बेला नका बेलामा त कहीँ पाउँदैन क्या अब चाहिएको बेला त कहिल्यै हुँदैन क्या यहाँ ओके आयो त्यही त हो मटेरियल गनायो त सुँग त एक लट सुँग न एक लट भन न पेट्रोलहरू के हो ओके लेट्स गो अब चाहिँ सो राइट नाउ चाहिँ हामी अब समरकोट पुलतर्फ लाग्दैछौँ केटाहरू चाहिँ त्यो मासतिर पुलदेखि पनि मासतिर अर्को एउटा बस्ने ठाउँ छ सो त्यहाँ पर्खेर बसिरहेको होला होइन सो अब हामी चाहिँ त्यतै केटाहरूलाई उतै माथि भेट्ने डाइरेक्ट अब होइन घाम यस्तो छ अब होइन पुलमा पर्खिँदा पनि हुन्थ्यो बट अब त्यो पुलमा चाहिँ फेरि ओभर घाम हुन्छ पुलमा चाहिँ त्यही भएर पनि केटाहरूलाई अब माथि बस्दै गर भनेको हामीले होइन सो अहिले चाहिँ हामी समरकोट पुल आइसकिसक्यौँ होइन सो यहाँबाट चाहिँ जर्नी चाहिँ सुरु हुन्छ है अब यहाँबाट चाहिँ अलिक परबाट बाटो अलिक राम्रो छ अनि सो हावाले चाहिँ अलिक अडियो खराब गरेर त्यही भएर चाहिँ म भोइस ओभर गर्दैछु है सो यो पुलमा चाहिँ बेलुकातिर टक्क ठेलाहरू हुन्छ होइन सो मकैहरू आलु चपहरू बेच्ने यताउति सो एकदम मजा आउँछ यहाँ मिठो खानेहरू पाउँछ है के पाउँछ नि भेराइटी मजा छ बेलुका चाहिँ अलिकति रमाइलो हो भन्नुपर्दा हो नि यार 12 बज्न आँट्यो होला यो 11:30 भयो होला अहिले 11:30 को घाम कस्तो हुन्छ त्यसरी आम्मा बल्ल यहाँबाट चाहिँ अलिकति राम्रो छ है बाटो ओइ रन के भयो रिजर्भमै राख्नुपर्ने रहेछ यार ओके सो बाइकमा चाहिँ तेल अझै पुग्दैन गाइज होइन बच्चा भइदियो तान्नै खोज्दैन त मेरो बाइक के हो गाइज
यस्तो तान्नै मान्दैन त यसलाई के खुवाउनु म यस्तो यार लेट्स गो सरर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 
माथि पाउँदै पाउँदैन भन्ज्याङसम्म त तर पुग्छ होला भन्ज्याङसम्म पुगिहाल्छ भन्ज्याङसम्म पनि पुगेन भने सो यो बाटो चाहिँ एकदम दामी छ गाइज होइन तर थोरै आधीसम्म मात्रै छ है सो हरियो परियो देख्न सक्नुहुन्छ यस्तो बवाल छ है बाटो प्लस भ्यू होइन एकदम मजा आइरहेको थियो तर घामले चाहिँ अलिकति गिद्दी गरिरहेको थियो है चर्को घामले अडियो क्वालिटी पनि एकदम नराम्रो आयो होइन बाइकको साउन्ड प्लस हावाले यताउति हानेर त्यो कस्तो नराम्रो आएछ सो त्यही भएर चाहिँ अलिक भोइस ओभर गर्नु परिरहेछ त्यहाँदेखि चाहिँ बिजोग अब हो अपलोड सुरुमा यहीँ खाल्टो आयो मैले यहीँ लडाएको होला पहिला अब हल्लिँदै गयो कहाँ यिनीहरू हाइकिङ आएको रहेछ कि अब है पौडी खेल्नै आएको हो त हाइकिङ चाहिँ होला बाटो त अनि त्यो साथी के अनएक्सपिरियन्स जस्तो लाग्यो अनि के को लडाउँछौ अहिले अब गोर्खापालतर्फ लाग्दैछौँ है अनि बाटो चाहिँ अब यस्तै छ है गिद्दी साह्रै गिद्दी छ बाटो चाहिँ यस्तो बाइकमा नि अफ रोड होइन अन्त धराने सोल्टीहरूलाई सक्दैन नि फेरि गाई जस्तो छ बाटो चाहिँ अम्बो के हो मेरो ड्राइभिङ स्किल्स त निशाने राइडिङ त पर्छ त राइडर हो क्या मलाई त बाइक त गतिलो पायो भने त उडाउँछु होला हौ हेर त यहाँ रेड बुल गिभ्स यु विङ्स भन्दै खोला देख्दैछ गाइस खै म त्यहाँ हेर्नु कि अगाडि हेर्नु भन त कति छ त बाटो त पक्र न हौ अलिक चाहियो ए यो बाटो रहेछ त यहाँबाट झर्थ्यौँ भने हामी कसरी थाहा भयो त कसरी थाहा भयो भने यहाँबाट कता राइट के बाटो ल्याएको हो तिमीले छ्या बाइक त धुल्लो पिठो भयो त भरे त नि बिस्तारै अब हिँड्दै हामी हिँड्दै अब बाइकमा जानेहरू चाहिँ मन बिनाको धन ठुलो कि धन बिनाको मन आकाशमा उडी जान्छ हे भिरा र पहिरो खोलाको बाटो नमान्नु डरै डर ओ यो भिडियो बनाउनु पर्थ्यो निजाने यो गीतमा हरि फुल्यो यो जुनी तिम्रै हौ अब यहाँ बाख्राहरू पालेकोहरू छ नि त यहाँ यो त गाउँ नै हो नि होइन उयो चौरीमा त्यहाँ त रोपेको छन् के
यहाँ यहीँ राख्ने त निशानी हामी कहाँ जाँदैछौँ अहिले आज हामी चाहिँ जाँदैछौँ हामी भालुढुङ्गाको खोला कोका खोला हो सो यो चाहिँ बाटो अहिले यस्तो सर्टकट छैन अब यो बाटो जाँदा चाहिँ तल एउटा झिलुङ्गे पुल आउँछ सो त्यो पुल आइसकेपछि चाहिँ त्यहाँपछि चाहिँ त्यस्तै हाफ एन आवर लाग्छ है हामीले बाइकमा यहाँ विष्णु पादुका पनि कटेर पर माथि आइसक्यौँ होइन ओप्पर घाम छ 12 बज्यो होला यति बेला सायद 12 बजेको मात्रै घाम छ होइन यति बेला सो बरु किद्दी भइरहेछ तातो घामले तर केही छैन अब आधी घन्टा जस्तोमा चाहिँ वी विल बी इन आवर लोकेसन है दामी पानीमा डुबिहाल्ने पानी देख्ने बित्तिकै भन्ने जहिले बिहान आएर होला अहिले दिउँसोमा अब कस्तो लागिरहेछ मलाई यहाँ अलिक अर्कै क्या ल ओइ अब यसरी लड्यो अब के गर्नु त अन्त यसरी लड्यो अब के गर्नु त खोइ गीत निशाने के हो ए गिद्दी त्यहाँ पछाडि हाम्रो साथी भर्खर अलिकति नमिठो लड्यो होइन फेरि ठ्याक्क भिडियो बनाउँदै गर्दा त्यस्तो हुन्छ क्या फेरि ओफ ओफ के गर्मी हो यस्तो असिन ब्रो ला गर्नु खोइ कहाँ अलिअलि चाहिँ रहेछ है पानी गाइस म अलिक तल झरेर देखाउँछु है अलिअलि चाहिँ रहेछ खोला अब हामी त्यो पुल आइपुग्न आँटिसक्यो है एकदम नजिकै छ हेलमेटले बाधै पिलिट त बनाइदेऊ छ्या डढिसक्यो यार यो घाममा त्यसै नै डढेको झन् डेन्जर डढिसक्यो गिद्दी छ त बाटो त के हो यस्तो सो हामी चाहिँ हाम्रो पुल आइसक्यौँ है यही हो झुलुङ्गे पुल चाहिँ एज यु क्यान सी त्यहाँ पानी छ हामी अब यहाँबाट सट्ट तल झरेर खोला तर्दै त्यसरी जाने हामी चाहिँ है फेरि बन्नी गएको थियो कन्टेन्ट भन्दै देखाइहालेको म त फेरि के हो ल्याउै ल्याउँछ पानीमा त हो आइसक्यो हामी अब फेरि घन्टाउकै रहेछ सबै घन्टाउकेको बच्चा पानी खुट्टा भिजाउँ त लु यस यो हो नि त यार अल्ला आनन्द भयो खुट्टा भिजाएर के कसो गर्छौँ ब्रो एकदम अरू भन्दा मेन क्या हामी अन्त रोड टु 1 को छौँ है तपाईँले माया गरिदिनु 750 चाहिँ अफिसियली कटेको छ गाइस त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु मनदेखि अनि यसरी नै माया साथ गरिदिँदै भिडियो हेर्नु होला अनि चाहिँ 1K चाहिँ छिटै कटेको छ गाइस ओके यहाँ बारेको रहेछ यार माछाहरूको लागि भन्नु होला है के हो यहीँ पौडी खेल्ने हो कि गइरहेछ त यहीँ खेल्ने हो क्या हो भनिदिएको नि गइरहेछ त निशान तिमी त डुब्ला जस्तो भयो त्यहीँ ओके ओके घन्टाउके नै घन्टाउके रहेछ है ओके सो अब चाहिँ हाफ वे थ्रु है हामी 20 मिनट्सको वकमा चाहिँ अबको त्यस्तै 10 मिनट जस्तो पछि चाहिँ हामी हाम्रो गन्तव्य पौडी खेल्ने ठाउँमा चाहिँ आइपुग्छौँ पानी खोलाहरू चाहिँ यही देख्न सक्नुहुन्छ तर हामी यहाँ खेल्दैनौँ होइन अझै तल छ त्यो चाहिँ यो चाहिँ अलिकति लेउले भएको छ तल चाहिँ अझै ठुलो प्लस राम्रो छ कि कसो असिन ब्रो म यति भन्न चाहन्छु कि ह्युमेनिटी इज गन किनभने आफ्नै छ त म आफ्नै उड्न पाएको छुइनँ जस्तो लाग्यो सचिनको चप्पल चाहिँ होला हौ ओफ पक्कै भइसक्यो यार
के गर्मी हो यस्तो हट उफ तिर्खाले फ्याँक भइसक्यो म त पानी नै त्यस्तो धेर बोकेको छैन तिर्खाले चाहिँ फ्याँक भइसक्यो डिहाइड्रेट भइसक्यो घामले सबै एनर्जी खाइदिएर ओ गाइजहरु आऊ जाली बगाउलाई ए ए ए चिप्लो छ है ढुङ्गाहरू लेउ लागेर ओइ ला बगाइ चप्पल हो ओइ ला बगाइ चप्पल हो ओइ जाऊ न निशाने छिटो तल जाऊ छिटो भेट्छ ओइ छिटो जाऊ ओइ बगायौ ओइ अड्का उहाँ ओइ निशाने उहाँ छ कुनामा भन्न लक्की भयो के हो यस्तो बाटो लडे भन्दा बुद्धि छ त तार बाँधेर हाम्रो गाइज यहाँ त अनएक्सपेक्टेड मान्छेहरू आएछ यार इच्छा भयो त यहाँ त ये हामी खेल्ने ठाउँ ए निशानी के हो यस्तो अम्बो माथि ओके सो हाम्रो चाहिँ यहाँ पानी खोला पार्ने चाहिँ नि धमाधम हुँदैछ अश्विन ब्रो गहिरो देखाइदेऊ न एकचोटि देखाउ न त्यहाँ चाहिँ त्यो पानीको फोर्सले अलिकति जाने मजाले सकिँदैन होइन प्लस ढुङ्गा पनि त्यहाँ ठुलो छ एउटा होइन जस गहिरो छ क्या त्यहाँ है अनि सुरुमा चाहिँ यहाँसम्म थियो लेन अहिले चाहिँ हामीले बढाएर यहाँसम्म बनाउँदैछौँ है सो एकदम बवाल भइरहेछ मजा आइरहेछ होइन दामी पौडी हान्छ क्या हामी त निशाने कस्तो हुँदैछ ह्याङको कस्तो हुँदैछ ऊ चाहिँ अलिकति साई छ होइन एनिवेज या त्यस्तो छ है गाइज बवाल मजा आउँछ अनि उता चाहिँ मान्छेहरू खेल्दैछ है दामी फराकिलो गहिरो भइसक्यो अश्विन सर ओ अश्विन निशाने बवाल हुँदैछ है गाइस आज अनएक्सपेक्टेडली खै पहिला चाहिँ अब यहाँ खासै मान्छे आउँदैन थियो होइन यहाँ खोलामा मेरो पहिला फर्स्ट यो युट्युब भिडियोको फर्स्ट भिडियो हेर्दा हुन्छ है कोही मान्छे थिएन क्या होइन पहिला हुँदैन थियो अहिले चाहिँ अब टन्नैलाई धेरैलाई लोकेसन थाहा भएछ होला होइन त्यो धेरैजना आउनु थालेको छ देश यस्तो छ रमाइलो मजा छ हामीले बारेर कत्रो बनाइसक्यो तर यो बिचमा ढुङ्गा बेसी भयो क्या गाइज है यहाँ एउटा छ यहाँ जस्ट 3टा छ क्या ठुल्ठुलो ढुङ्गा अनि खेल्यो कि लाइक घोचेको छ क्या खुट्टाहरू है सो त्यो चाहिँ अलिक गिटी भइरहेछ यहाँ चाहिँ पहिरो पनि गएको रहेछ अस्ति होइन त्यस्तो छ है डेन्जर छ हो हाइटमा छ नि यु क्यान सी द भ्यू अनि के गरेको हौ हेलो के गरेको दामी भएको छ नि कस्तो गहिरो भएको छ कि तिर एउटा छ क्या कस्तो घोजेर वाक्कै लगाइसक्यो नभए कस्तो दामी भइरहेछ ओके सो अब चाहिँ हामी यहाँ चट्टोसँग मासु बनाउन हाम्रो यहाँ मासु
यहाँ मासु छ अहिले खोल्दैला होइन मेरो यहाँ थियो त अरे यहाँको कसले चलायो यहाँको ओ यहाँको तिमीले चलायौ ए सो हाम्रो चाहिँ अब यहाँ मासु सासु रेडी हुन लागेको छ है अब बिस्तारै पकाउनु थाल्ने यहाँ अब हाम्रो थुप्रै सामग्रीहरू छ यता अब चाहिँ गाउँ न ओके गाइस दामी बलिसक्यो अब चाहिँ हाम्रो यहाँ ओइ चिम्टा चाहिँ ल्याउन यहाँ मासु चाहिँ रेडी भइसक्यो है गाइस कब्बार पसिना आइसक्यो गाइस मासु पोल्दा है सो हाम्रो चाहिँ यहाँ ठुलो कार्यक्रम हुँदैछ टक्क बोरा सोरा अछ्याएर ठुलो खेल्दैछौँ हामी चाहिँ है म चाहिँ पसिनाले टिप्छ भइरहेको छ एकदम राम्रो इन्जोय भइरहेछ दिउँसोको कति बजे गाइस 4 बजिसक्यो होला है यति बेला ला घर जानु ढिलो हुन्छ होला आज मासु यहाँ पाक्दैछ ओके सो यहाँ हाम्रो अश्विन सर निशान हेङ्कुले चाहिँ चटपटेहरू बनाउँदैछ अहिले अनि यहाँ चाहिँ आइम मेकिङ सेक्वा है अनि चक्क काँक्राहरू भइसक्यो भुजाहरू भइसक्यो है मौसम चाहिँ पानी पर्ला जस्तो भइसक्यो यार घर जान आज ढिलो हुन्छ प्लस पानी पर्यो भने कि पौडी खेल्नु बाँकी छ अझै खाएर है गाह्रो छ गाइस एकदम हावाहुरी अड्ला जस्तो भइरहेछ सो गाइस मौसम चाहिँ एकदम परिवर्तन भएको हुनाले चाहिँ पुरै कालो बादल भएर हो अब यहाँ पानी पर्यो भने ठुलो बाढी आउँछ अरे क्या यो खोलामा अब यहीँको हाम्रो लोकल मान्छेहरूले भन्नुभएको अलिकति अप्ठ्यारो पर्न सक्छ माथितिरबाट पानी अब ठुलो अहिले आयो हामी त पानी आयो भने त हामी प्रायः होइन त्यही भएर चाहिँ फटाफट अब यहाँ टटपट रेडी भइसक्यो तर अब प्याक चाहिँ गरेर हामी अर्कै भरमा खानु पर्ला जस्तो छ गाह्रो छ यहाँ चाहिँ मासु खाँदैछ सकिएको छैन गरेर टाप हानिहाल्नुपर्ने भयो एक दुई शब्द जाउँ त सचिनलाई त्यो सायद भिडियोलाई माया गरिदिनु 1 सब्सक्राइब पुगाइदिनु होइन हौ सचिनलाई भनेको ए सचिनलाई सचिनले त्यही हो अब नेक्स्ट टाइम आउँदा हान्नुपर्छ अहिलेलाई भिडियो हेरेर चित्त बुझाउनु धेरै माया सम्झना छ होइन अब हाम्रो कोका खोला चाहिँ अब एकदम फेभरेट थियो अब फेरि अब भेटेपछि हाम्रो मेन मान्छे चाहिँ नभएको अवस्था होइन ह्याङ्कु के भन्ने सचिनलाई भेटेपछि ए सरी यस्तो मजाले बारेर बनाएको यार हामीले
अरे यसरी चाहिँ बनाउनु पर्ने रहेछ यार। अश्विन ब्रो कहाँ गयो केटाहरू खोइ। सो गाइस एकछिन पौडी खेल्नु थालेका हामी त चाहिँ नि के भन्छ त्यसलाई आफ्नै मनमा गर्न चाहिँ नि हामी डुब्यौँ होइन। खेल्दा खेल्दा समयको ख्यालै भएन 6 बजिसक्यो यहीँ। लाइक हामीले त्यो अघि बनाएको मासु पनि डल्लै बाँकी छ क्या खाएकै छैन। त्यसपछि चटपटे पनि बाँकी छ। अब पानी पर्छ भनेको परेन होइन तर के अरे हुन्छ नि। सो अब चाहिँ हामी कोही खाइहाल्ने खानाहरू है। अनि त्यसपछि चाहिँ वी विल फेरि हेड ब्याक हाम्रो बाइक पार्क गरेको ठाउँमा। अनि त्यहाँदेखि चाहिँ हामी फेरि घर जान्छौँ है। त्यसरी भन्नु फेला होला नि त। अलिकति दिनुहोस् ल। मासु दिँदै थियो त निशान खाऊ न सबै खाऊ। सो यति बेला चाहिँ 6:30 भइसक्यो बेलुकाको होइन। बट हामी स्टिल आइछौँ है। ओभर रात परिसक्यो। पानी पर्ला जस्तो चाहिँ भएको थियो तर परेन होइन। यत्तिकै नपरेकै राम्रो भयो। अनि सुरुमा चाहिँ हामीले यहाँ तल पौडी खेलेको यहाँ मान्छेहरू भएर। अनि अहिले पछि चाहिँ हामीले फेरि यहाँ आएर खेलेको अघि होइन। सो इट वाज अल गुड आज होइन। भिडियो एकदम दिन राम्रो भएको छ एकदम राम्रो। निशान के भन्न चाहन्छु अब अबाउट धेरै वर्षपछि चाहिँ हामी यहाँ बुको खोलामा आएको छौँ होइन। आएको थियौँ अनि आज पौडी खेल्यौँ एकदम रिफ्रेसिङ लाग्यो। पहिला भन्दा पनि पौडी पनि बढेको छ। अनि सरसामानहरू यताउति ल्याउँदाखेरि चाहिँ अब सफा गरेर जानु होला। हामी त अब सबै यहाँ हामीले मैलाहरू चाहिँ सबै तल यहाँ जलाइसक्यौँ। अर्को अश्विन ब्रो के भनौँ हामी वेल एजुकेटेड मात्र होइन हामी वेल नलेज। अनि त्यही भएर चाहिँ मैलाहरू हामीले सबै गरिसक्यौँ है। सो गाइज यस्तै हो आजको। आजको दिनहरू चाहिँ यस्तरी बितेको छ हाम्रो होइन। अनि आज एकदम रमाइलो भयो हाम्रो। मासु पोलेर चटपट बनाएको खाम। आज पानी पर्छ जस्तो लागेर फेरि आम्मामा ओभर रस क्या त्यस्तै भयो। सो अब अन्तिममा त्यही हो गाइज है। किप लभिङ किप सपोर्टिङ वान्स अगेन। अब छिटै 1K सब्सक्राइबर्स चाहिँ मेरो पुग्छ कि भन्ने आशा छ सबै भ्युअर्सहरूलाई। निशाले लास्टमा के भन्ने जय नेपाल। है नबिर्सिनु गाइज है। ल लास्ट गाइज के भन्ने दुईजना के दिउँ भ्युअर्सहरूलाई। ल बाई बाई। नेक्स्ट भिडियो थ्याङ्क यू।